गुड मर्निङ नमस्कार। यस श्रमको पसिना चुइरहेछ हैन। थप गुड मर्निङ सबैलाई अभिवादन। एउटा हाम्रो समाजमा कस्तो भइरहेछ भने विडम्बना, म चाहिँ हल्का शायरी जस्तो मिलाएर भन्ने कोसिस गर्ने छु हैन। अब त्यस्तो धेरै चाहिँ म पनि विज्ञ त छैन, त्यही पनि घर परिवारको कुरा गर्यो, घर परिवारसित मिल्यो, साथी टाढिन्छ रे। नशा लतमा फस्यो भने साथी आफन्त नजिकिन्छ रे, खर्च गर्यो भने। त्यस्तै के भन्छन्, विकासको कुरा गरे नेता रिसाउँछन् रे, नेताको कुरा गरे गाउँले समाजका मान्छे रिसाउँछन् रे। यो विडम्बना, यो शर्मिकका पाखुराहरूले गरेको एउटा सङ्घर्षको कहानी यो के भन्छन् मुखारबाट निक्ल्यो है अकस्मात। त्यस्तो छ भन्नुपर्दाखेरि। अब यता कोही यो दार्चुला जिल्ला शैलशिखर वडा नम्बर 8, शैलशिखर नगरपालिका वडा नम्बर 8 भित्र सुपले हैन, झारकाँडा यावत यी स्थानका कोही पनि मैले देखेको अहिलेसम्मको मान्छेहरूले श्रमदान गर्ने भन्ने कुनै पनि माइका लालले अहिलेसम्म भन्न सकेका छैन। र पूर्व धरानबाट आएर चाहिँ दार्चुलाको दुम्लिङमा तुइन हटाएर चाहिँ पुल बनाउन सक्ने त्यत्रो हिम्मत आँटिला भएको, जे जस्तो भए पनि जसरी भए पनि चन्दा उठाएर होस् या चाहे जेसुकै कोसिस गरेर भए पनि उनीहरूले गरेर त देखाएको छ। यी अहिलेसम्मका नपुंसकहरू, यी हाम्रा गाउँ टोलका भरम सिर्जना गर्ने, एकअर्कामाथि क्रूरता फैलाउने, दुष्प्रयास गर्ने, कसरी हुन्छ यिनीहरूलाई चाहिँ अन्धकारमा बाँदर जनावर जस्तो चाहिँ उ गरेर त्यस्तो बन्दकी बनाएर चाहिँ गर्ने कोसिस गरेर यिनीहरूले अहिलेसम्म जे जति धन आर्जन गरेर, जे जति उ गरेर गरे पनि एक न एक दिन चाहिँ अवश्य यिनीहरूको चाहिँ पत्ता साफ हुनेछ भन्ने मैले मनसाय लिएको छु। सत्यको जित अवश्य होला हैन। यस्ता जनप्रतिनिधि पनि हुन्छन् हाम्रो समाजमा। के कता के भइरहेछ अहिलेसम्म कोही पनि यहाँ आउँदै आएको छैन। भविष्यमा यहाँ धेरै डेन्जर। अब मेरो बच्चा यही बाटो भएर सुपले चेटे भन्ने ठाउँमा एउटा प्रावि स्कुल छ, मतलब 3 क्लाससम्मको, त्यहाँ लगेर जानुपर्छ यही बाटो भएर। हेर्नु, यस्ता जनप्रतिनिधिहरू छन्। अहिलेसम्म यहाँ रिपोर्टिङको लागि आएको छैन। हिजो म गएर नगरपालिकामा पनि कुरा राखेको, केही पनि गरेको छैन। हेर्नु यस्तो